प्रश्न नम्बर 1 राणाकालमा जिल्लाको प्रमुख शासकलाई के भनिन्थ्यो? अप्सन का सुब्बा, अप्सन खा वडा हाकिम, अप्सन घ उमराव र अप्सन घ विषयपति। यसको सही उत्तर रहेको छ अप्सन खा वडा हाकिम। प्रश्न नम्बर 2 आफ्नो थरको पछाडि जङ्गबहादुर लेख्ने कार्यको थालनी कसले गरे? अप्सन क मोहन शमशेर, अप्सन खा जुद्ध शमशेर, अप्सन घ वीर शमशेर र अप्सन घ देव शमशेर। यसको सही उत्तर रहेको छ अप्सन घ वीर शमशेर। प्रश्न नम्बर 3 पदम शमशेरले पदम कन्या क्याम्पसको स्थापना कहिले गरेका थिए? अप्सन का विक्रमसम्म 2005, अप्सन खा विक्रमसम्म 2004, अप्सन घ विक्रमसम्म 2003 र अप्सन घ विक्रमसम्म 2002। यसको सही उत्तर रहेको छ अप्सन ख विक्रमसम्म 2004। त्यस्तै गरी प्रश्न नम्बर 4 एडोल्फ हिटलरको कुन राणा प्रधानमन्त्रीलाई मर्सिडीज बेन्ज कार उपहार दिएका थिए? अप्सन का पदम शमशेर, अप्सन खा भीम शमशेर, अप्सन घ जुद्ध शमशेर र अप्सन घ मोहन शमशेर। यसको सही उत्तर रहेको छ अप्सन घ जुद्ध शमशेर। त्यस्तै गरी प्रश्न नम्बर 5 भारतमा भएको सिपाही विद्रोह दबाउन सहयोग गरे बापत जङ्गबहादुर राणालाई बेलायती महारानीबाट के उपाधि प्राप्त भएको थियो? अप्सन का गुडम्यान, अप्सन खा किङहुड अफ नेपाल, अप्सन घ ग्रान्ड क्रस र अप्सन घ किङहुड अफ द ग्रान्ड क्रस। यसको सही उत्तर रहेको छ अप्सन घ किङहुड अफ द ग्रान्ड क्रस। त्यस्तै गरी प्रश्न नम्बर 6 सिपाही तथा हाकिमहरूलाई खान्कीको रूपमा दिने राणाकालीन प्रथालाई के भनिन्थ्यो? अप्सन का जागिर, अप्सन खा तिर्जा प्रथा, अप्सन घ दास प्रथा र अप्सन घ झारा प्रथा। यसको सही उत्तर रहेको छ अप्सन खा तिर्जा प्रथा। प्रश्न नम्बर 7 तुलसी मेहरको चरखा प्रचारमा प्रतिबन्ध लाइब्रेरी पर्व, बसन्त शमशेर पर्व, प्रचण्ड गोर्खा पर्व आदि घटनाहरूको सँग सम्बन्धित छन्। अप्सन का चन्द्र शमशेर, अप्सन खा भीम शमशेर, अप्सन घ वीर शमशेर र अप्सन घ जुद्ध शमशेर। यसको सही उत्तर रहेको छ अप्सन खा भीम शमशेर। प्रश्न नम्बर 8 राणा विरोधी कार्टुन बनाए बापत 18 वर्ष जेल परेका नेपालका प्रख्यात चित्रकार को थिए? अप्सन का अमर चित्रकार, अप्सन खा चन्द्रमान मास्के, अप्सन खा ल्यान्सिङ वाङदेल र अप्सन घ शैलेन्द्र महर्जन। यसको सही उत्तर रहेको छ अप्सन खा चन्द्रमान मास्के। प्रश्न नम्बर 9 नेपाललाई 12 तराई र 23 पहाडी जिल्लामा विभाजन गर्ने राणा प्रधानमन्त्री को थिए? अप्सन का वीर शमशेर, अप्सन खा भीम शमशेर, अप्सन घ पदम शमशेर र अप्सन घ देव शमशेर। यसको सही उत्तर रहेको छ अप्सन का वीर शमशेर। प्रश्न नम्बर 10 भण्डार खालमा मारिने पहिलो व्यक्ति को हुन्? अप्सन का फतेजङ, अप्सन खा अभिमान सिंह बस्नेत, अप्सन घ वीरध्वज र अप्सन घ गगन सिंह। यसको सही उत्तर रहेको छ अप्सन घ वीरध्वज। प्रश्न नम्बर 11 नेपालमा बल्क नम्बर र पत्र मञ्जुसाको व्यवस्थापना गर्ने प्रधानमन्त्री को हुन्? अप्सन का भीम शमशेर, अप्सन खा जुद्ध शमशेर, अप्सन घ पदम शमशेर र अप्सन घ देव शमशेर। यसको सही उत्तर रहेको छ अप्सन घ देव शमशेर। प्रश्न नम्बर 12 राणाकालमा महत्त्वपूर्ण कागजात राखे कोठालाई के भनिन्थ्यो? अप्सन का जेसी कोठा, अप्सन खा इलायची कोठा, अप्सन घ च्याङ्ग्रा कौसी र अप्सन घ बाङ्गे बैठक। यसको सही उत्तर रहेको छ अप्सन घ च्याङ्ग्रा कौसी। प्रश्न नम्बर 13 नेपालमा सर्वप्रथम रोपवे निर्माण गराउने को थिए? अप्सन का भीम शमशेर, अप्सन खा चन्द्र शमशेर, अप्सन घ वीर शमशेर र अप्सन घ देव शमशेर। यसको सही उत्तर रहेको छ अप्सन खा चन्द्र शमशेर। प्रश्न नम्बर 13 राणाकालमा कर्मचारीको तलबको रूपमा सरकारी जग्गा उपभोग गर्न अधिकार प्रदान गर्ने कार्य कुन कार्यालयले गर्दथ्यो? अप्सन का बजार अड्डा, अप्सन खा कोशीतोष खाना, अप्सन घ तिर्जा अड्डा र अप्सन घ सदरमुल्की खाना। यसको सही उत्तर रहेको छ अप्सन घ तिर्जा अड्डा। प्रश्न नम्बर 15 जङ्गबहादुर कुँवरले कोबाट राणा पदवी पाएका थिए? अप्सन का युवराज त्रैलोक्य, अप्सन खा राजा सुरेन्द्र, अप्सन घ राजा राजेन्द्र र अप्सन घ माथिका कुनै पनि होइन। यसको सही उत्तर रहेको छ अप्सन खा राजा सुरेन्द्र। प्रश्न नम्बर 16 डक्रेड अफल उपाधि प्राप्त गर्ने पहिलो राणा प्रधानमन्त्री को हुन्? अप्सन का चन्द्र शमशेर, अप्सन खा जुद्ध शमशेर, अप्सन घ भीम शमशेर र अप्सन घ जङ्गबहादुर।
यसको सही उत्तर रहेको छ अप्सन का चन्द्रशमशेर। प्रश्न नम्बर 17 वास्तविक नाम वीर नरसिंह कुँवर भएका जङ्गबहादुर राणाको नाम जङ्गबहादुर भनी कसले नामाकरण गरेका थिए? अप्सन का फतेजङ शाह, अप्सन खा माथवर सिंह थापा, अप्सन घ राजेन्द्र विक्रम शाह र अप्सन घ राजा सुरेन्द्र। यसको सही उत्तर रहेको छ अप्सन खा माथवर सिंह थापा। प्रश्न नम्बर 18 बस्नेत पर्व भन्नाले कुन पर्वलाई जनाइन्छ? अप्सन का कोत पर्व, अप्सन खा अलौँ पर्व, अप्सन घ भण्डारखाल पर्व र अप्सन घ 42 सालको पर्व। यसको सही उत्तर रहेको छ अप्सन घ भण्डारखाल पर्व। प्रश्न नम्बर 19 राणाकालमा जन्मिने बित्तिकै पाउने पदलाई बॉय जेनरल भनिन्थ्यो भने गर्भमा रहँदा पाउने पदवीलाई के भनिन्छ? अप्सन का टॉय जेनरल, अप्सन खा प्रिन्स जेनरल, अप्सन ग बेबी जेनरल र अप्सन घ माथिका कुनै पनि होइन। यसको सही उत्तर रहेको छ अप्सन का टॉय जेनरल। प्रश्न नम्बर 20 राणाकालमा सरकारी कर्मचारीहरूले आफ्नो पहिचानका लागि लगाउनु पर्ने पगरीलाई के भनिन्थ्यो? अप्सन का बिन्डा, अप्सन खा चाँद तोडा, अप्सन ग चाँदर बिडा भएको सिक्का र अप्सन घ ब्याज। यसको सही उत्तर रहेको छ अप्सन ख चाँद तोडा। त्यस्तै गरी प्रश्न नम्बर 21 दशरथ चन्द्र गङ्गालाललाई शोभा भगवतीमा शुक्रराज शास्त्रीलाई टेकुमा हत्या गरिएको थियो भने धर्मभक्तलाई कहाँ मृत्युदण्ड दिएको थियो? अप्सन का पचली, अप्सन खा सिफल, अप्सन घ चाङ्गुनारायण र अप्सन घ टुण्डीखेल। यसको सही उत्तर रहेको छ अप्सन खा सिफल। प्रश्न नम्बर 22 पहिलो राणा प्रधानमन्त्री को हुन्? अप्सन का फतेमान सिंह, अप्सन ख जङ्गबहादुर राणा, अप्सन घ गगन सिंह र अप्सन घ वीर शमशेर। यसको सही उत्तर रहेको छ अप्सन खा जङ्गबहादुर राणा। प्रश्न नम्बर 23 राणाकालीन समयमा सरकारद्वारा जनतालाई दिइने सूचनालाई के भनिन्थ्यो? अप्सन का सिर्तो, अप्सन खा सवाल, अप्सन घ इस्तिहार र अप्सन घ सनद। यसको सही उत्तर रहेको छ अप्सन घ इस्तिहार। प्रश्न नम्बर 24 सती तथा दाज प्रथाको अन्त्य कसले गरेका हुन्? अप्सन का चन्द्रशमशेर, अप्सन खा भीम शमशेर, अप्सन घ जयस्थितिमल र अप्सन घ देव शमशेर। यसको सही उत्तर रहेको छ अप्सन का चन्द्रशमशेर। प्रश्न नम्बर 25 नेपालको आमा भनेर मोती देवी कल्याण टिङ्क्रीलाई चिनिन्छ भने कोत पर्वको आमा भनेर कसलाई चिनिन्छ? अप्सन का स्वर्णप्रभा, अप्सन खा राजलक्ष्मी, अप्सन घ ललित त्रिपुरा सुन्दरी र अप्सन घ राजेन्द्र लक्ष्मी। यसको सही उत्तर रहेको छ अप्सन खा राजलक्ष्मी। प्रश्न नम्बर 26 जङ्गबहादुर राणाले प्रचलनमा ल्याएको एग्नेड प्रथाको अर्थ के हो? अप्सन का प्रधानमन्त्री निजी सचिव भई हुने, अप्सन खा प्रधानमन्त्री निजी सचिव छोरा हुने, अप्सन घ प्रधानमन्त्री रोलक्रम छोरापछि भाइलाई र अप्सन घ प्रधानमन्त्री भाइपछि छोरा हुने। यसको सही उत्तर रहेको छ अप्सन घ प्रधानमन्त्री भाइपछि छोरा हुने।